ओ माई गड यो के हो मान्छे कहाँ बसिरहेको छ यार गाडीको डिक्कीमा यार वाउ कस्तो प्यारा गाउँ यहाँ आमामा घरभित्र पनि पराल यार गाइज गाइज वेलकम टु माई न्यू ब्लग आज हामी हिजो राति चाहिँ बर्थडे पार्टी मनायो आज म ठ्याक्कै सानो गाउँतिर छु हेर्न सक्नुहुन्छ यहाँ दाइहरू पनि हुनुहुन्छ कुरो गर्दै हुनुहुन्छ अब मेला जाने चाहिँ रेडी भइरहेको छौँ आज लास्ट दिन हो मेलाको आज चाहिँ हामी मेला सकाएर आउने विचार छ साना गाउँ यस्तो टाइपको छ हेर्नु सक्नुहुन्छ गाउँ पनि कस्तो रमाइलो छ यहाँ घरहरू यहाँ नजिकै छैन घरभित्र पनि पराल हालेछ यार यस्तो कोठाभित्र पनि पराल हालेछ यस्तो छ यो गाउँ हामी अहिले ठ्याक्कै घरको कौसीमा बसिरहेछौँ यहाँ रमाइलो भइरहेछ सबैजना कुरो गरिराख्नु भएको छ अब चिया खाइसकेका छ हामीले तर अब हिँड्ने तयारीमा छौँ रेडी भइरहेछौँ हामी हिँड्नको लागि गाइज यहाँबाट सिधै हामी साकुतिर जान लाग्नेछौँ त केही बेर पछि हामी हिँड्नेछौँ गाइज हेर्न सक्नुहुन्छ यहाँ अब सबैजना जाने हो हामी 4-5 जना 6 जनाको ग्रुप छ सबैजना एउटा गाडीमा एडजस्ट गरेर जानुपर्ने छ गाइज हजुरहरूले भिडियो स्किप नगरिकन मजाले हेर्नु होला त गाइज अब हामी लाग्छौँ उहाँ हाम्रो ब्रदर अब जहाँ पनि एडजस्ट हुनेछ गाडीमा जहाँ पनि एडजस्ट भइहाल्छ क्या मान्छे तर जे भयो नि बिन्दास छ है गाइज अब हामी लाग्ने गाडी रेडी भइसकेका छौँ यहाँ बस्ने भनेको हाम्रो यो भाइ हो नम्बर 1 बाइक नाम के अरे ए रोजी हो यो रोजी नाम भएर एकदम फेमस छ जे भाइ नि यहाँ एडजस्ट हुने हो सबैजना अब सबैजना रेडी भइसकेको छ जानको लागि गाइज अब हामी पनि रेडी भइसक्यो यहाँबाट बाई बाई टाटा गरेर हामी सबैजना जाने हो ल त गाइज लागे अब हामी केही बेर पछि लाग्नेछ है हेर्न सक्नुहुन्छ हाम्रो भाइ चाहिँ यहाँ लगभग बसिन आँटिसकेको रहेछ उहाँले हेर्नु सुत्ने ठाउँ क्या मजाको रहेछ क्या उहाँ जस्तो बिन्दास मान्छे कोही छ ल गाई चाहिँ उहाँ प्याक भइसक्यो अब त गाइज हामीले अब गाडीमा बसिसकेका छौँ अब हामी साँखुतिर लागिसक्यो है त गाइज हेर्न सक्नुहुन्छ यो बाटो सानो गाउँबाट अब हामी साँखुतिर लाग्दैछौँ गाइज यहाँ सबैजना बसिसकेका छौँ हेलो ब्रदर हाई भनिदिनु हाम्रो दाइज पनि यहाँ मजाले एडजस्ट भइसकेको छ है त गाइज यहाँबाट सिधै जानु लाग्यो है यहीँबाट सरासरी जाने हो ल त गाइज अब बाटोको पनि हल्का हल्का दृश्य देखाउने नै छौँ हजुरहरू पनि मजाले हेर्दै गर्नु होला ए यो ठाउँमा त म आएको छु हौ यो चारतिर मैले देखेँ आए जस्तो लाग्यो नजिकै रहेछ त यो ठाउँ आएको छु म कुन भाटबाट नि यो उसको भाटबाट के भन्छ सानो गाउँको भाटबाट अस्ति जलाउन छ नि यो चाहिँ यो बिर्सियो यहाँको मान्छेले जोगाइदियो यहाँको लोकलहरू त भाटबाट त एउटै बाँकी राखेन एउटा नेता घर चलाए त्यो चाहिँ राम्रै हो तपाईँको त जलाउने काङ्ग्रेस माओवादी एमाले नै चलाएको त भाटबाट पनि कोही अरूले गरेर जेन्जी फान्जी हामी जसले गरेर चलाएको होइन नि लुटेरहरूले जलाएको चालपेटी सोधे लुटपाट गरी अनि दामी रहेछ गाडी पड्कायो धेरै गाडी फोड त्यसको गाइज हामी गुहारको आइपुगे यो गुहारकोमा नयाँ बनेको पुल हो यो भर्खरै 2-4 महिना भएको छ यो पुल सञ्चालन भएको अब हामी यहाँबाट लाग्नेछौँ कता देब्रेतिर कि दायाँतिर लाग्नेछ गाइज हेर्न सक्नुहुन्छ एकदम मजाको यहाँ पुल मुनि पनि गाडी स्टप गरेर राखिरहेछ रोकेर राखिरहेछ अब चाहिँ हामी ठ्याक्कै दायाँतिर मोडियो सिधै गएर लगेर खेलाइगयो ल अब यहाँबाट सिधै हामी कोटेश्वरतिर लाग्दैछौँ गाइज हेर्न सक्नुहुन्छ तपाईँ छ तपाईँ नभए पनि गाह्रो हुन्छ तपाईँ हुँदैन तल 2 जना भइहाल्छ म
बोलचोल चाहिन्छ भनेर पहिले थाहा हुनु परेन यो त्यो त सुरुमै गर्नुपर्ने हो नि त सँगसँगै गाइज हामी गर्ने हो। आइसकेला साला बाटो बनाउँछ नालामा आउँछन् बेटी छोडेर ए माटो नाला बनाउने बाटो बना न बेटी छोडेर पानी आउँछ खन्छ खालि त्यो बजेटलाई कसरी गर्ने के फ्रिजमा त्यो पैसाको त्यो गर्नलाई खाने पानी ढल्ला त यतै छ ट्याक्क पाइप हाल्दिने भने त्यो ट्याक्सीवाला थियो नि उसैको गाडीमा सिक्यो कि म यहाँबाट मोडिँदै गडीतिर उसको गाडी थियो अनि सामान पुर्याउन त उसको ट्याक्सी बोलाउनु पर्थ्यो मेरो यसले पनि सिकेको छ बुझ्यो नि तर अब त्यो गाडी मेरो छोरोले तर गाडी नभएर त्यो चलाउनु त उसले गरेको हो उनी उसमा त्यो के अरे ड्राइभिङमा एक्सिलेटर गाइज हामी एक्सिलेटर जति भगायो त्यति भगायो अब हामी पेप्सी कोलातिर मोडिँदैछौँ गाइज हेर्न ब्याक गर्न गाह्रो हो कि अरूभन्दा नि यो गाडी त लान्छ मान्छेले ब्याक गर्न अलिकति समस्या भारी भारी पछाडि भारी जस्तो बुझिने क्या पछाडि कतिखेर काट्ने कतिखेर पेप्सी कोलातिर मोडिँदैछौँ अगाडि गाडी छ यसको ब्याग छ त्यही त अगाडि पछाडि गर्ने मात्रै हो कि अगाडि पछाडि मात्र फेरि रिभर्स गर्छ कति पऱ्यो यसको 50 लाख 50 लाख यो पऱ्यो है? बाटो सिधै कति गयो भयो भने भने तपाईँको? भक्तपुर पुगिन्छ यो अब यतातिर हामी मोडिँदैछौँ हजुर? पेप्सी कोलातिर है गाइज हेर्न आज सक्नुहुन्छ तपाईँको हामी पेप्सी 5 कोलातिर मोडिन्छौँ गते 3 महिना हुन्छ ए अब आउने 5 गते फागुनको उसमा त लेखो तपाईँले गाइज मलाई हामी चाहिँ पेप्सी हान्दियो कोला आइसक्यो ए तपाईँलाई हान्यो कहाँ पछाडि हामी सिधै एकचोटि साथीतिर बाइक लाग्छौँ एकचोटि है गाइज ब्याक गरेर अगाडि लिनु गाउँमै गयो गाइज हामी मूल पानी आइसकेका छौँ हेर्न सक्नुहुन्छ यहाँ खेतीपाती मजाले पानी एरिया हो। यो मूल पानी हो मूल पानी भन्दा अलि भित्र अब यो बाटो सिधै थली निस्किन्छ है गाइस थली निस्किन्छ यो उता आइसक्यो क्या मूल पानी चौर ठ्याक्कै मूल पानी चौरमा आइसकेको छ स्टेडियम भन्दा अगाडि आइसक्यो त्यो थली नै पुग्छ क्या थली भन्दा त गाइज भाइ चाहिँ डिक्कीबाट निस्किँदै गरिरहेछ त हामी ठ्याक्कै मेला आइपुगे हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो होला राम्रो लाग्यो लाइक कमेन्ट र सब्सक्राइब गर्नु नबिर्सिनु होला हामी ठ्याक्कै मेलामा आइसकेका छौँ हेर्न सक्नुहुन्छ यो मेलाको दृश्य हो तर मान्छे आज त्यति खासै नै छ